हेलो गाइस फेरि पनि गेम स्टार्ट भइसकेको छ सेकेन्ड राउन्डको लागि। यहाँ अगाडि अगाडि बढ्दै हाम्रो First blood. राउन्ड पुरै जितेर मान्छे मिट मान्छे हाम्रो आरएनलाई जिस्काउँदै अब यहाँ टुङटुङ सक्छु भने नियमतिर आफ्नो साथ अगाडि अगाडि बढ्दै गइरहेको वास्तवमा हेरिदिनु होला गेम चाहिँ कस्तो हुन्छ। यहाँ एक निकाल्न सफल हाम्रो टुङटुङले एक निकाल्न गरिरहेका छन्। टुङटुङ बनाएको टुङटुङ जियो फर्स्ट राउन्डमा टुङटुङ माने टुङटुङै हो। टुङटुङ भर्सेस टुङटुङ भर्सेस ग्यालोमा First blood. अरे हाम्रो टुङटुङले भन्छ खाने र हाम्रो कसले सो यहाँ हाम्रो टुङटुङ भाइ साहबलाई एकदम बिस्केर उहाँलाई गरेको अब हाम्रो भाइ साहब येल्लो म्यानले एक राउन्ड निकाल्न सफल भइसकेका छन्। आफ्नो राउन्ड बचाउँदै अगाडि बढिरहेका छन्। पछाडि रणनीतिमा चिक्ने मोजी भन्दै बोलेका भाइको नाम हो सङ्गीत भन्दै, किनभने गेम राम्रो भएको छैन उहाँको, किनभने उहाँलाई खेल्न आउँदैन। त्यही भएर बुझ्दै First blood. टुङटुङ भाइ साहबको फोनको डिस्प्ले उड्यो पूरा रोने वाले क्या देखो तो खुशी खुशी आई हूँ मैं हरि बिसाउँदै किनभने किनेर हालेर अरे अब त्यो गेम खेलेर हो कि होइन हजुरहरूले भनिदिनु होला। च्यानल युजरहरू अब बिजी हारेर च्यानल युजरहरू ल अब निकाल्नु सबै गाडीलाई अब टुङटुङले राउन्ड निकाल्छ नियम पिलेर हाल्दै छ। अब यसै गरी अब हाम्रो येल्लो म्यान बाहिर निस्किँदै भने अब येल्लो म्यानको गेम चाहिँ टुङटुङको टाउको फुट्नेवाला छ। अहिले First blood. यसरी खाँदै अब एकमा हार्नेवाला भए हाम्रो भाइको नाम सङ्गीत भाइ, टुङटुङ भाइ यसरी हार्दै कसरी अगाडि बढ्ने हो भन्दै सोच्दै खेल्दै गरेका छन्। फाइनल वेस्टको गिल्डमा अब #1 पनि हाम्रो गिल्डमा आउनेवाला छन्। यो भनेको तर यो मान्छे कस्तो खेल्छ टुङटुङ, गिल्डको मान्छे राम्रो खेलेन, त्यही भएर अब गिल्डको मान्छेलाई के भन्ने तर डिभाइसले सपोर्ट गरेको कारण गाह्रो परिरहेको छ हाम्रो टुङटुङलाई। अगाडि बढ्दै टुङटुङ भाइ साहबले भनिरहेका छन् आफ्नो डिभाइसलाई भएको जिरोमा हराइदिन्छु अरे। अब भन्नु मुभमेन्टको हिसाबले सम्भावना हुनुपर्छ। आफूले बिना वाला त्यसमा तारा उठ्ने प्रयास
माथि जाँदै अब वान ट्याप खाँदै कसरी भन्दा के के भाइ साहब अगाडि बढ्नु अवस्थाले अब पनि पुस्ताको पावरले वानटा हल्ला तर प्रयास तर अब सकिरहेका छैनन् र यिनले यहाँ वाल ट्याग हान्न खोजेका छन् टिचर हुन नसकेर ट्यागमा बिमर्का छन् अब उता बस्तीको म्याचमा हाम्रो टिमले गरेका छन् के जुन हाम्रो अगाडि बढ्दै गोली भुट्दै हाम्रो यसरी हान्दिरा टुङटुङ अगाडि बढ्दैछन् तर आफ्नो गेम प्ले सफल नभएको कारण गाह्रो भइरहेको छ अहिले चल्ने कहिले नचल्ने भएर गाह्रो भइरहेको छ भने हाम्रो यतापट्टि फुल नेट चल्दा पनि राम्रो नखेलेको भइरहेको छ First blood. वान ट्याप खाँदै खाएको कुरा हाम्रो आशिष भाइ साहबले एकदम हान्न बबाल हानेको छन् एकदम बबाल हाम्रो यतापट्टिको भाइले 50 रुपियाँ डोनेट गर्न पर्छ किनभने एक राउन्ड मात्र र 20को राउन्डसम्म 5 राउन्डसम्म चाहिएको हुन्छ र 7 राउन्ड पुगेपछि बल्ल त्यसलाई 3 को 3 मा टुङटुङ भाइ साहब घरको छतमा स्ट्यान्डिङ गरेको अवस्था हजुर हुडी विकट दिएर यो गेम फेर मानिन्छ हजुर हजुर भन्छ भुट्दै पक्का मन अगाडि बढ्दै टुङटुङ भाइ साहब बल्ल अगाडि प्रयास गरिरहेको
हेलमेट ड्यामेज भइरहेका छ टुङटुङको काठको हेलमेट हालेर आउनु पर्ने रहेछ अब First blood. केही गर्न नपर्ने टाउको फुटाउँदै खाँदै मस्त आनन्दले हाम्रो भाइ भर्खर अगाडि बढ्दैछन् हाई क्लासदेखि खेल्न सुरु गरेको हाम्रो धेरै साथी के भन्नु त यो भन्थ्यो अरे भनिसकेको एउटा खेल्ने First blood. One tap, one tap. नेट नराम्रो चलेको होइन नेट राम्रै चलेको यसै गरी अब लास्ट म्याच पनि अब ऊ हार्छ भन्न मैले दुःख भन्दछु एक गोली पनि टच भएन First blood. एक राउन्ड निकालेर खुसी भइरहेका छन् के त उनले अब कमब्याक हान्न सक्छन् त भन्दै म यो प्रश्न गर्दछु हजुरले कमब्याक हान्न सक्नुहुन्छ जिस्काएको हुँदैन उहाँले रिप्लाई नै दिनु भएन अब हामीले 25 को पनि 7 रन निकालेकोमा 50 ले थपिदिनेछौँ ल राइट पनि दिनेछौँ को म्याच हेर्नु भने एकदम बाहिर गएर मर्ने अवस्था भन्ने भएन 4 टिका आउँदैछ त्यो भएर पहिले ड्यामेज खाइसकेका छन् डायरी पनि नल्याएर अब यिनी मर्न आँटेको हाम्रो भाइ सङ्गीत मल्लजी अब यसरी खाएर मरिगयो यही गरी हाम्रो यहीँ सकियो सो आजको गेमलाई यही बन्द गर्दछु टाटा टेक केयर एन्ड बाई बाई